हाई नमस्ते हवस् यमुना साथीहरू आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ र म पनि सन्चै छु वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर लङ टाइम आज चाहिँ मैले च्यानल के अहिले त भन्नै आउनु छोडिसकेछ आज चाहिँ मेरो बुढालाई पनि वेलकम खोइ त नि यहाँ थ्यांक यू मेरो बुढा चाहिँ काममा जानला हो मेरो चाहिँ आज छुट्टी हो आज मेरो विकेन्ड डे हो क्या कस्तो देखिरहेछ म टप सब आज लगाइरहेको छु क्या म यस्तो खासै हुँदिनँ क्या टपक चपक मलाई नै हाँस उठिरहेछ आज चाहिँ म आज त मेरो थम्बनेल हेरेर नि तपाईँहरूले थाहा पाइसक्नुहुनेछ आज म कहाँ जाँदैछु कोसँग जाँदैछु भन्ने कुरा ल साथीहरू त्यही भेटौँला भन्दा नि साथीहरू साथीलाई मेरो साथी पनि बहिनी पनि तर म साथी नै भन्छु उसलाई भेटेर हामी चाहिँ हिँडिरहेको छौँ नो वी डोन्ट ह्याभ सरी हामी चाहिँ यसरी तल गइरहेछौँ मेरिना पार्कको यताको के पार्क हो गएर भेटौँला साथीहरू अहिले चाहिँ हामी अलिक उ गर्नु पर्यो पैसा हामी चाहिँ यता आइसकेको छौँ अब तपाईँहरूलाई मैले क्लिक गरेँ कि गरेन गरिरहेको छु समरमा हाम्रो यस्तो हुन्छ योभन्दा नि राम्रो हुन्छ भर्खर हरियाली छाउँदैछ आइजहरू कस्तो राम्रो छ आनन्द आज चाहिँ मस्त मौसम छ तपाईहरुलाई ब्लग देखाउँदै हामी के गर्छौं कता जान्छौं देखाउनेवाला छौं त यो हेर न कस्तो राम्रो हामी कहाँ बस्ने अहिले त पहिलासम्म सेतै स्नो खत्रक्क परिरहेको थियो कस्तो राम्रो देखिरहेछ है आउँदैन टक्क अब हाम्रो प्लेस चाहिँ यो भयो अरू ठाउँ पनि छ बस्ने ठाउँ तर हामी यहाँदेखि यस्तो भइरहेछ यस्तो भएर आइरहेछौँ यो त हाम्रो थम्बनेल र अब के बनाउँछौँ है हामी यहाँ बसेर अनि खान्छौँ साथीहरू यहाँ खोइ के कोटा है आज हामी हुँदैछौँ यो चाहिँ हाम्रो म्याङ्गो यो नेपालको आफ यहाँको म्याङ्गो है हरियो खोर्सानीसँग खान लगाइरहेको छौँ आज हाम्रो सानो ड्राई पिकनिक अनि यो चक्कु लिएर आएको हाम्रो चटपटेको लुक्स हेर्नुहोस् गाइजहरू होइन अनि यो हाम्रो चाहिँ जुस अनि यो माउन्टेन ड्यू तर भने आधी खाएको छ है सास गइसक्यो होला अनि अरू के छ हामीसँग यति नै है अनि यति नै हो आज हामी पहिला फर्स्ट बाइट खायौँ है हामी चटपटे खाए ल अझै पनि तर मिठै हो तिमीले ठिकै खोर्सानी हुन्छ र ठिकै हालेको आलु चाहिँ उ गर्नु बिर्सेको मैले आलु बिना नि किनभने मटर हालेर रहेछ नि त काँक्रा वाउ आपनमै खाऊ ल कस्तो मिठो बनाएको चटपटे खाएर खाँदै यताको भ्यू हेर्दै कस्तो मिठो हुन्छ कि अनि काँक्रा पनि यसरी खानु कस्तो मजा आउँछ अस्ति नै हामी खाएको हाम्रो ड्राई पिकनिक सानो हामी दुईजना मात्र कसको के मिल्दैन उस्तै अरूहरू काममा हुनुहुन्छ न त अझै धेरैजना हुन्थ्यो मेरो रुममेट पनि थियो नि अरू के हुन्छ कस्तो हो मलाई काट्नु नआएर मन नदिएको पाइनएप्पल लिइरहेको थियो मलाई पनि मजा आउँदैन के खाएको भन्छ होला यत्रो डराउँछ होला हाम्रो खाएको यो हाम्रो थुप्रै नेपालको सबजनालाई मनपर्ने यता म आपको कोया टोकिरहेको छु के भन्छ तिमीहरूकोतिर कोया कोया हाम्रोतिर खोया
ठाउँ अनुसार छुट्टा छुट्टै हुन्छ क्या नामहरू पनि अनि हाम्रोतिर खोया फेरि मकै छोरा आएपछि हुन्छ नि खोया त्यसलाई खोया भन्छ हाम्रोतिर त्यसलाई डाँठ भन्छ हो मकै छोराको त्यो सेतोलाई चाहिँ डाँठ त्यसलाई चाहिँ हाम्रो खोया हुन्छ चितवन र पूर्वको होइन पश्चिम पूर्व पश्चिमको डिफ्रेन्ट हो आपको सिजन नेपालकै टेस्ट है यो आफ्नो साथीहरू हामी चाहिँ खाएर पनि आनन्द भइसक्यो है अहिले चाहिँ खाइसक्यौँ अब यस्तो भइरहेछ अनि यस्तो भइरहेछ छल्किरहेछ पानी लड्यो भने त चाहिँ यार जिन्दगी छैन यार यस्तो भइरहेछ यता चाहिँ टिकटक बनाउने कार्यक्रम चलिरहेछ अनि हामी चाहिँ यता घाम डुब्न लागिरहेछ अहिले त डुब्दैन 9 बजेसम्म लाग्छ यस्तो भइरहेछ अनि यस्तो दीक्षाले टिकटक बनाइसक्यो अब मेरो आज चाहिँ हामी खाएर अगाएर अब टिकटक पनि एकछिन बनाउँछौँ अनि घर जान्छौँ अनि आजको हाम्रो यस्तै भयो छोटो मिठो मिनी ब्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला सुदीक्षा तिम्रो गाउँको साथीहरूलाई पनि भन ल तिम्रो घरको मान्छेलाई नि भन ल बाई बाई अर्को नेक्स्ट ब्लगमा बाई